के तपाईँ प्रविधिको प्रयोग गरी आफ्नो टिचिङ स्किललाई प्रभावकारी बनाउन चाहनुहुन्छ? त्यसो भए यो भिडियो तपाईँको लागि है त। यो भिडियोमा म तपाईँहरूलाई गुगल फर्म युज गरेर आफ्नो विद्यार्थीहरूलाई तपाईँको विषयप्रति कसरी चाहिँ इन्ट्रेस्टेड बनाउन सकिन्छ अलिकति सानो प्रयास त्यस सम्बन्धी चाहिँ गरेको छु। यसलाई लास्टसम्म हेर्नु होला। सबभन्दा पहिले हामी के गर्छौँ भने यसको लागि यो गुगलको क्रोम ब्राउजरमा गएर हामी यहाँनिर यो डट्सहरूलाई क्लिक गर्नुहोस्। डट्सहरूलाई क्लिक गर्छौँ। क्लिक गरिसकेपछि यहाँनिर हामीले फर्म भन्ने अप्सन भेट्छौँ है, र यो फर्ममा चाहिँ क्लिक गर्छौँ। फर्ममा क्लिक गरिसकेपछि तपाईँसित यस्तो इन्टरफेसहरू आउँछ। यहाँ मैले यो बनाएको फर्महरू छ, अनि यहाँ चाहिँ यस्तो प्रकारको फर्महरू छ, टेम्प्लेट ग्यालरी भन्छ यसलाई। र ब्ल्याङ्क फर्ममा हामी जान्छौँ है। ब्ल्याङ्क फर्ममा गइसकेपछि यो यसको जेमिनी एआईले तपाईँलाई सोध्छ, तपाईँलाई आइडिया छ भने सम्बन्धी गर्नु होला, नत्र भने सिधै यहाँ गएर चाहिँ अब यसलाई क्रिएट गर्न सकिन्छ है। यहाँ गएर चाहिँ पहिला हामी के गर्छौँ भने यो अनटाइटल्ड छ, यसलाई चाहिँ हामीले अब कुनै टपिक दिउँ है। फिजियोलोजी भनेर मैले यसलाई बनाएको छु। त्यस पछाडि गएर अब मलाई यहाँ कुनै इमेज राख्नु मन लाग्यो होइन, कुनै इमेज राख्नु मन लाग्यो भने त्यसमा क्लिक गरिसकेपछि के हुन्छ, यहाँ धेरै अप्सनहरू आउँछ। अपलोड भनेको चाहिँ तपाईँको लोकल डिभाइसमा भएको कुराहरू वेब क्यामबाट पनि तपाईँले डाइरेक्ट क्लिक गरेर गर्न सक्नुहुन्छ। युआरएल तपाईँको वेबसाइटको लिङ्क छ भने त्यसमा पेस्ट गरिदिनु भयो भने यहाँ गएर यसरी गर्नु भयो भने यो पेस्ट गर्ने ठाउँ आउँछ। फोटोज भनेपछि अब तपाईँको यो विभिन्न प्रकारको फोटोहरू हुनसक्छ। यहाँ सर्च फर फोटोज भनेको छ। गुगल ड्राइभमा तपाईँले राख्नुभएको छ भने यहाँबाट जाने गुगल इमेजमा गएर हामी चाहिँ सर्च गर्छौँ। अब यसमा मैले ह्युमन आर्ट भनेर लेखेँ है। यो ह्युमन आर्ट भनेर गरेर इन्टर हाल्दा बित्तिकै यसले चाहिँ सर्च गर्छ, र अब यसरी विभिन्न प्रकारको यहाँ फोटोहरू चाहिँ आउँछ। यसमा चाहिँ मलाई चाहिँ जुन ठिक लाग्छ मैले त्यसैलाई चाहिँ के गर्न सक्छु, यहाँबाट राख्न सक्छु है। अनि यो अपलोड भइहाल्छ। अब इमेजको बारेमा यहाँ तपाईँले लेख्न सक्नुहुन्छ ह्युमन आर्ट भनेर। यसरी यो अलिकति यसलाई एट्र्याक्टिभ बनाउने तरिका। अब यहाँनिर गएर हाम्रो जुन यो फिजियोलोजी भन्ने थियो, अब यसलाई चाहिँ मैले यदि बोल्ड गर्न चाहेँ भने यहाँबाट बोल्ड गर्न सक्छु। यसरी यसलाई बोल्ड गर्न सकिन्छ। र तपाईँले यो टेम्प्लेटको थिमलाई के गर्न सक्नुहुन्छ भने यहाँ गएर क्लिक गरेर तपाईँको यो टेक्स्टको स्टाइललाई, फन्टलाई अलिकति चेन्ज पनि गर्न सक्नुहुन्छ। यहाँनिर गएर यसमा मैले क्लिक गरेँ भने यहाँबाट बोल्ड भयो। अनि त्यस पछाडि गएर यहाँ फन्टको साइजहरू घटाउनु बढाउन यताबाट छँदैछ। त्यस पछाडि क्वेसनमा कुन प्रकारको फन्ट राख्ने भन्ने छ। यसमा गएर मैले मिडियम फन्ट राखिदिएँ। अनि यसरी चाहिँ मैले चेन्ज गर्न सक्छु। र अनि यसको कलरहरू यहाँबाट चाहिँ तपाईँले आफूलाई आवश्यकता अनुसार चुज गर्न सक्नुहुन्छ। यो ब्याकग्राउन्ड कलर, त्यस पछाडि गएर तपाईँले हेर्न सक्नुहुन्छ यसमा कस्तो देखिन्छ भनेर। अहिलेलाई चाहिँ मैले ब्लू नै राखेको छु है त। अब यति भइसकेपछि चाहिँ हामी के गर्छौँ भने यो टपिक दिन्छौँ। यो अटोमेटिकली सेभ भइराखेको हुन्छ। यदि तपाईँ गुगल एकाउन्टबाट लगइन हुन्छ भने यो अटोमेटिक सेभ भइराखेको हुन्छ। अब चाहिँ हामी के गर्छौँ भने यहाँनिर चाहिँ अनटाइटल क्वेसन भन्ने छ, यहाँनिर चाहिँ जान्छौँ। यहाँनिर गएर पहिला क्वेसन नम्बर 1। अब तपाईँले एमसिक्यू सम्बन्धी क्वेसनहरू बनाउँदै हुनुहुन्छ होइन, कस्तो खाले क्वेसनहरू बनाउने हो त्यो तपाईँले भन्नुपर्छ। अब यहाँ जस्तै मल्टिपल चोइस भनेर लेखेको छ नि, यहाँनिर गएर चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ सर्ट एन्सर टाइप, अनि प्याराग्राफ भन्ने छ, चेक बक्स छ, ड्रप डाउन छ। अब पहिला चाहिँ हामी के गरौँ भने यहाँ त्यो रेस्पोन्डेन्टको नाम आउनुपर्ने भयो भएर हामीले यसमा चाहिँ मल्टिपल चोइस नलेखिकन पहिला चाहिँ के गरौँ भने सर्ट एन्सर टाइप भनेर लेख्यौँ है। सर्ट एन्सर टाइपमा चाहिँ हामी यहाँ क्वेसनमा के लेख्दियौँ भने योर नेम भनेर लेख्यौँ। योर नेम भनेर यसरी लेख्यो भने त्यो जसले जुन विद्यार्थीले चाहिँ यो फर्म पाउँछ उसले चाहिँ के गर्छ भने त्यहाँ नाम लेख्नुपर्छ भनेर भनेको हुन्छ। अनि त्यस पछाडि अब यहाँनिर चाहिँ रिक्वायर्ड भनेर छ, यसलाई चाहिँ क्लिक गरिदिनुहोस् है। यसलाई क्लिक गरिदिनुहोस्। यसलाई क्लिक गरिदिइसकेपछि के हुन्छ भने यहाँनिर चाहिँ यो रिक्वायर्ड छ है भनेर अर्थ लाग्छ। त्यस पछाडि अब यो हामीलाई क्वेसन थप्नु पऱ्यो नि त अब होइन। अनि यहाँ चाहिँ एड क्वेसन भन्ने छ, यसमा जान्छौँ। क्वेसन नम्बर 1। अब यसमा मैले लेखेँ वाट इज द pH अफ ह्युमन ब्लड भनेर मैले यसरी लेखेँ। र अनि यहाँनिर चाहिँ अप्सन 1, अप्सन 2 भनेर छ। यहाँनिर गएर मैले यसमा क्यापिटल ए भनेर लेखेँ यसरी। यो लेख्दा बित्तिकै यसले चाहिँ बाई डिफल्ट एडल भनेर देखाएको छ। यसलाई मैले क्लिक गरेँ नि एबिसिडी भनेर यसरी आउँछ। यसलाई बाहिरपट्टि क्लिक गर्नुहोस्। 7.35 to 7.45 भनेर यसरी मैले लेखेँ। यहाँनिर गएर मैले फेरि यसलाई
8 भनेर लेखिदिएँ। त्यस पछाडि गएर यहाँनिर गएर यसमा मैले 7.6 भनेर राखेँ। यसमा फेरि मैले 2 भनेर राखेँ। अब यो राखिसकेपछि यसमा चाहिँ के छ भने यहाँनिर यो रिक्वायर्ड भनेको छ नि, यहाँनिर चाहिँ गयौँ होइन हामी। यहाँनिर गइसकेपछि अब यो मल्टिपल चोइसमा छ हाम्रो क्वेसन त। रिक्वायर्ड भनेको यो क्वेसनको एन्सर चाहिँ चाहियो भन्न खोजेको उसले होइन। अब यसको सेटिङ हेर्छौँ। सेटिङ हेरिसकेपछि मेक दिस अ क्विज भनेको छ, यसलाई चाहिँ हामीले क्लिक गरिदिने। अनि यहाँ चाहिँ यो बाई डिफल्ट यो इमिडिएटली आफ्टर इच सबमिसन भनेको छ, भनेको उसले तुरुन्तै विद्यार्थीले चाहिँ आफ्नो रेस्पोन्स थाहा पाइहाल्छ कस्तो छ भनेर। मिस्ड क्वेसनको पनि नोटिफिकेसन हुने भयो, करेक्ट एन्सरको नोटिफिकेसन हुने भयो, पोइन्ट भ्यालु उसले कति पाएको छ त्यो थाहा हुने भयो है। त्यस पछाडि हामीले एउटा क्वेसनलाई कति मार्क्स दिने त, पोइन्ट भ्यालु दिने त मैले अहिले यहाँ 2 राखेर गरेको छु होइन। यसलाई घटाउन बढाउन होइन जति पनि यसलाई गर्न सकिन्छ है। यो 2 भयो। त्यस पछाडि यसलाई यति गरिसकेपछि हामी फेरि कहाँ जान्छौँ भन्दाखेरि क्वेसनमा जान्छौँ। क्वेसनमा गएर अब यहाँ हेर्नु युवर नेम भने यो चाहिँ फिल गर्नै पर्छ भनेको रातो स्टार आयो नि त होइन। त्यस पछाडि गएर अब यहाँनिर हेर्नुहोस् त्यो क्विज भनेर भन्दा बित्तिकै यहाँनिर चाहिँ के आयो, एन्सर की भनेर आयो। एन्सर कीमा हामी क्लिक गरौँ। अब यसको एन्सर की के हो त त्यो भनिदिनु पर्यो यसलाई, किनभने हामीले अटोमेटेड यो फर्म बनाउँदैछौँ। जस्तै गर्दाखेरि विद्यार्थी हामीले चेक गर्नै नपरोस्, आफै चाहिँ विद्यार्थीको अगाडि चाहिँ त्यो रिजल्ट पुगोस्। यसलाई मैले यो भनिदिएँ र यसको पोइन्ट्स कति हो त यो क्वेसनको 2 पोइन्ट्स भनेर मैले भनेको छु पहिले नै। यसलाई डन गरिदिएँ, यो डन भयो। त्यस पछाडि गएर अब हामी फेरि के गर्छौँ, अर्को क्वेसन थप्नु पर्यो। यहीँ जाने प्लटिङ आइकनमा। त्यस पछाडि यहाँ गएर हामी क्वेसन नम्बर 2। अब यस्तै गर्दै क्वेसनहरू चाहिँ हामी लेख्दै जान्छौँ। अब यसलाई म फटाफट 3-4वटा क्वेसनहरू चाहिँ लेख्नेछु। ल अब हाम्रो यहाँनिर क्वेसन रेडी भइसकेको छ। यसमा यसरी हामीले 2, 3, 4वटा क्वेसन चाहिँ बनाएको छ र सबैलाई चाहिँ के गरिदिएको छ भने सबैलाई एन्सर भनिदिएको छ। जस्तै यहाँनिर गएपछि एन्सर की भनेर देखाएको छ। एन्सर की चाहिँ के रहेछ यसको भन्दाखेरि यहाँ हरियो टिक लागेको छ, फाइब्रिनोजिन रहेछ, नेम द प्रोटिन द्याट हेल्प्स इन ब्लड क्लटिङ भनेर भनेको छ होइन। यो सबैमा त्यसरी नै गरेको छ। अब यहाँ मैले कुनै एउटा उसमा टिक लगाइदिएँ भने, क्लिक गरेँ भने त्यसले चाहिँ एन्सर के हो भनेर चाहिँ भनिदिन्छ र त्यसको पोइन्ट्स कति हो, यो क्वेसनको एन्सर दिनुपर्छ कि पर्दैन भनेर उसले यहाँ भनिदिएको छ। यसरी चाहिँ हामीले बनाउन सक्छौँ। 4वटा क्वेसन चाहिँ मैले बनाएको छु है। अब यति गरिसकेपछि चाहिँ मैले यसलाई के गरेँ भने अब यो त मैले विद्यार्थीलाई पठाउनु पर्ने हुन्छ होइन, पठाउनु पर्ने हुन्छ। अब मैले के गर्छु भने यहाँ पब्लिस गर्छु है, यसलाई पब्लिस गर्छु। यो पब्लिस भइसकेपछि के भन्छ एक्सेप्टिङ रेस्पोन्स भनेर भन्छ। अनि अब यहाँ रेस्पोन्डर चाहिँ के त भन्दा एनीवन विथ द लिङ्क भन्छ। त्यस पछाडि मैले के गरेँ, यसलाई सेभ गरेँ। यो के भयो, पब्लिस भयो। अब यो पब्लिस भइसकेपछि चाहिँ मैले के गर्नु पर्यो भने यहाँनिर गएर सेयर भन्ने अप्सन छ। सेयर भन्ने अप्सनमा गएर अब यहाँ हामी कस्टम म्यासेज चाहिँ युज गर्छौँ र यसरी यसमा अब के भयो सेन्ड गरिदिइसकेपछि यो सम्बन्धित उसमा चाहिँ जान्छ। अब यो गइसकेपछि यसमा चाहिँ मैले अब जिमेल आइडी खोल्ने जिमेल आइडी खोलेर अब स्टुडेन्टको साइडबाट म खोल्दैछु। अब यहाँनिर गइसकेपछि चाहिँ के भनेको छ भने यहाँनिर एउटा फर्म आएको छ, यो मेसेज आएको छ गुगल डक्स सेयर फ्रम भनेर, सेयर अ फर्म भनेको छ। टिचरको नाम माथि देखिने भयो। त्यसपछि गएर अब यहाँ फिजियोलोजी भन्ने रहेछ, फिल आउट इन गुगल फर्म्स भनेर भनेको छ। अब यहाँ क्लिक गरेर गर्दा भयो, नभए चाहिँ यहीँबाट सिधै भर्दा हुन्छ। अब यसमा लक्ष्मण भन्ने स्टुडेन्टले भर्यो मानौँ, अनि उसले चाहिँ अब यहाँ के गर्दैछ ऱ्यान्डमली यसरी उसले टिक लगाउँदै जान्छ क्वेसन पढेर। त्यसपछि गएर अब लगाइसकेपछि अनि के हुन्छ भने उसले लास्टमा यो सबमिट गर्नुपर्ने हुन्छ। सबमिट गर्छ। सबमिट गर्दाखेरि उसले सोध्छ अनि यसलाई के गरियो। अब यसरी सबमिट गरिसकेपछि अनि के आउँछ भने यसरी भ्यू स्कोर भनेर आउँछ, विद्यार्थी आफैले हेर्ने। अब उसको टोटल 4 आउट अफ 8 उसको स्कोर छ है। अब यहाँ के देखियो भने 1 नम्बरको एन्सर चाहिँ उसको राइट रहेछ, हरियो लाग्यो, 2 आउट अफ 2 पाएको छ। अनि यो रङ भएछ 2 नम्बरको, यसमा 0 स्कोर भनेको छ र यसको करेक्ट एन्सर चाहिँ यहाँ छ भनेर उसले चाहिँ लेखिदिरहेको हुन्छ आफै है। सो यसरी चाहिँ के गर्न सकिन्छ भने हामीले यो विद्यार्थीलाई अलिकति सजिलो तरिकाबाट क्लासमा हामीले पढाएको कुराहरूलाई एउटा फर्म जस्तो बनाएर ल तिमीले गर भनेर यसरी इन्टरेक्टिभ वेमा हामीले विद्यार्थीलाई पढाइप्रति चाहिँ आकर्षित गर्न सक्छौँ। अब मैले टिचरको तर्फबाट गर्ने के हो त भन्दाखेरि अब यो सुरुको फर्म हामीसँग यहाँ छ र यसलाई मैले के गरेको छु भने यहाँ यो सिटमा यसरी लिङ्क गरेर हेरिसकेको छु। अब यहाँ लिङ्क गर्दाखेरि चाहिँ के भयो भने हाम्रो
यहाँ नाम दिएको छ, यतापट्टि टाइम स्ट्याम्प भनेको छ, डेट र अनि टाइम यहाँ दिएको हुन्छ र यो 3:02 कुनै एउटा स्टुडेन्टले गरिसकेको रहेछ र 4/8ले चाहिँ दुईटा क्वेसन मिलाएको रहेछ। 8 नम्बरमा 4 नम्बर चाहिँ उसले पाएको रहेछ अनि सेकेन्डमा यति समयमा यो +1 भन्ने स्टुडेन्टले चाहिँ सबमिट गरेको रहेछ। क्वेसन चाहिँ यहाँ छ र अब यसमा तपाईँले कुनै क्वेसन देख्नु भएन भने चाहिँ यसलाई के गर्न सकिन्छ भने यसरी डबल क्लिक गर्नुभयो भने पुरै क्वेसन देख्न सकिन्छ। अब यति भइसकेपछि गुगल सिटमा तपाईँले हेर्न सक्नुभयो होइन। अनि यहाँनिर गइसकेपछि तपाईँको रेस्पोन्स यहाँ कतिजनाले गरेको रहेछ भन्दा 2 जनाले गरेको रहेछ। अनि तपाईँले यसलाई डेटाको रूपमा विद्यार्थीले कति बुझे बुझेनन् होइन, कस्तो कुन क्वेसनलाई राम्रोसँग बुझे कुनलाई बुझेनन् भन्ने कुरा चाहिँ तपाईँले एउटा एउटा पान्ना चाहिँ गनिराख्नु पर्दैन। जस्तै यहाँ हेर्नुभयो भने अब यहाँ 2टा रेस्पोन्स आएको रहेछ। 2टा रेस्पोन्समा चाहिँ एभरेज मार्क्स चाहिँ यस्तो आएको छ, मिडियन भ्यालु यति आएको छ, रेन्ज चाहिँ यति यति आयो भनेर भनेको छ। अनि यहाँ 2 जनाले चाहिँ 4-4 नम्बर पायो भनेर यो ग्राफ बनाएर यो डायग्राम बनाएर देखाइदिएको छ। र फ्रिक्वेन्टली मिस्ड क्वेसन्स भनेर भनेको छ यहाँनिर यो 2 नम्बर र 3 नम्बर, यो 2 नम्बर र 3 नम्बर क्वेसन चाहिँ बढी मात्रामा के भयो रहेछ, मिस भयो रहेछ भनेर चाहिँ यहाँ भनेको छ यो। त्यस पछाडि अब यहाँ नेम कसले चाहिँ रेस्पोन्स गर्यो भन्ने कुरा यहाँ 2टा विद्यार्थीको नाम दिएको छ र अनि यसलाई चाहिँ चार्ट बनाएर देखाएको छ। 1 नम्बरमा यो पिएच अफ ह्युमन ब्लडलाई कतिजनाले सही गर्यो भन्दा 2/2 भनेको छ। 2 जनाले रेस्पोन्स गरेको 2टैको राइट छ भन्न खोजेको होइन। एन्सर पनि यहाँ भनिदिएको छ। यसमा तपाईँले माउस लानुभयो भने यस्तो यसले इन्फर्मेसन दिन्छ। 2 नम्बरमा चाहिँ के भनेको छ भने 2टा रेस्पोन्समा 0 जनाले चाहिँ करेक्ट रेस्पोन्स दियो भनेर चाहिँ भन्छ होइन। 3 नम्बरमा त्यस्तै यस्तै। 4 नम्बरमा के भनेको छ भने यसरी 2/2 करेक्ट रेस्पोन्सेस भनेर भनेको छ। यसरी चाहिँ तपाईँले चार्टबाट पनि आफ्नो विद्यार्थीले गरेको प्रोग्रेसलाई के गर्न सक्नुहुन्छ, ट्र्याक गर्न सक्नुहुन्छ। अब यति भएपछि तपाईँ त स्मार्ट टिचर भइहाल्नु होइन। विद्यार्थीलाई पनि अलिकति नौलो अभ्यास हुनेको। सो यस्तै यस्तै भिडियोको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला र तपाईँलाई आवश्यकता परेको यस्तो खाले भिडियो चाहियो भन्नुभयो भने म त्यही अनुसारको भिडियो पनि बनाएर तपाईँहरूको माझ ल्याउने नै छु। हस्त धन्यवाद।